हामी झापाबाट तपाईहरुलाई प्रत्यक्ष देखाइरहेका छौं। एकजना हजुरआमा बाटोमा हिँडिराख्नु भएको छ। उहाँले चाहिँ भोट कसले हाल्नुहुन्छ भनेर हामी प्रश्न गर्ने छौं। आमा यसपालि भोट हाल्नु पर्ने छ, भोट हाल्ने बेला आउन लाग्यो हैन? तपाई भोट चाहिँ कसलाई हाल्नुहुन्छ त लु भन्नुस् त ठ्याक्कैसँगले। अहिलेसम्म मैले भोट दिन थालेपछि मेरो यो अगाडि उ रुख छ। हजुर हजुर कोला छन्। हो हो मलाई घाम लाग्दा पनि रुखै चाहिन्छ। यता यता फर्केर भन्नु त। पानी पर्दा पनि मलाई रुखै चाहिन्छ। म कट्टर कांग्रेस हुँ। कट्टर कांग्रेस। म रुखैमा दिने वाला। रुखैमा दिने भनेको सूर्यलाई पनि नहाल्ने, बालेनलाई घन्टी पनि नहाल्ने। अनि बालेनलाई चाहिँ किन नहाल्ने? अब हालेको छैन दिनेदेखि। होइन अनि यो कांग्रेसले एमालेले मान्छे मारो भन्छ नि त, यो चाहिँ के हो त अनि? त्यो मार्न त उसैको ठाउँमा छ। कसले मारेको यो चाहिँ? होइन हामी जान्दैनौँ। हामी जान्दैनौँ। हामी जान्दैनौँ। भनेपछि तपाई रुखलाई हाल्ने त? म रुखलाई दिने। कट्टर कांग्रेस हुँ। मेरो बोली कस्तो छ भने म ढाँट जान्दिन। आउँछ मान्छे दिन्छु भोट भन्छु। ढोकामा पुगेपछि मेरो अर्कै सुरु हुन्छ, दिन्छु निक्लिन्छु। भनेको मलाई कसैले खुसी पार्नु पनि छैन, कसैलाई बिखुसी पार्नु पनि। अनि एमाले चाहिँ किन नहाल्ने त? एमाले त भत्ता दिन्छ त अनि। अब हेरा त्यो मेरो रिपोर्ट निकालेको हो। होइन खिचेको मात्रै हो, भन्नुस् न के छ त तपाईको विचार, मनको विचार त भन्न पाइयो नि त। जसलाई भोट हाले पनि के छ भनेर त सोध्न पाइयो नि त। तपाईले मेरो रिपोर्ट निकाल्न आँटेको र मैले थाहा पाएँ। रिपोर्ट होइन भिडियो गरेको हजुरआमा। भिडियो नगर्दिनु ल ल। मैले पनि यता सुन्नु, बाबुलाई जिताउनु पनि छैन, आमालाई जिताउनु पनि छैन, काका भतिजा पनि छैन भनेपछि म घरबाट पनि एक्का भएकी छु। भगवानको दर्शन गरेर म बाँचेकी छु। ए हजुर। म बाटोमा बसेर कोला बेचेर खाकी, मलाई कसैले चाहेका